ती साह्रो विरक्त लाग्ने दिन छ नि। यो चाहिँ करेन्ट चाउ चाहिँ एउटा मात्र खाएको नि। साथीहरु टिपेर सक्यो ल खाजा आयो हाम्रो खाजा। हेलो युट्युब फ्यामिलीहरु, गुड मर्निङ, नमस्कार, वेलकम ब्याक टु माई ब्लग। आए हजुर सन्चै हुनुहुन्छ होला भन्दै म पनि सन्चैको साथमा फेरि पनि हजुरको सामने नयाँ भिडियो ल्याएर म कुसुम आइसकेको छु। अनि आज चाहिँ मैले बिहानै ब्लग स्टार्ट गरिरहेको छु। अनि अहिले चाहिँ बजार जानुको लागि चाहिँ तयार पनि भएको। आज बिहानै बजार जानुपर्ने काम छ नि त, अनि त्यही भएर बजारमा यसो अलिअलि भिडियो गरेँ भने चाहिँ देखाउनु पर्यो भने चाहिँ घरदेखि स्टार्ट गर्दैछु ब्लग चाहिँ। अनि अहिले चाहिँ कति 7 बज्नु निकै छ टाइम, 7 बजी चाहिँ बजार पुगिसक्नु पर्ने। साथीहरू ढिलो नगरी अहिले फेरि फुलसिङ उठ्छ, त्यही भएर चाहिँ फटाफट बजार गरेर आउनु पर्नेछ। बिहानै चाहिँ हेर्नु न रोड कति खाली छ। यो चाहिँ पुरानो सब्जी मन्डीमा म रोकेको। यहाँ सब्जीहरू बेच्छ होला, बिहानहरूमा त सकिसकेछ हौ, 7 बजी नै 7:30 भयो होला होइन, के हुन आँट्यो। हेर्नु नि साथीहरू, कति साह्रो विरक्त लाग्ने दिन छ नि। यस्तो घाम लागिरहेछ, घाम हेर्नु न, आमामामा पुरै टिल घाम लागेर। अनि यस्तो दिनमा चाहिँ अब के गर्नु, यस्तो घाम लागिरहेछ है। म सुतेर भर्खर उठेको। अनि मैले चाहिँ भिडियो चाहिँ हिजो बिहानै बजार जाने काम थियो नि त मेरो, अनि बिहान स्टार्ट गरेको थिएँ। अनि बजारतिर पनि यसो भिडियो बनाउनु पर्यो भनेर चाहिँ घरबाट स्टार्ट गरेर गएको थिएँ। तर अनि हिजो चाहिँ अब बजारमा खासै त्यसो अब केही नै थिएन क्या खासै। अनि त्यहाँ खासै भिडियो बनाइनँ, त्यही थोरै 1 मिनटको पनि छ कि छैन त्यत्तिकै। अनि 1 मिनटको मात्र भयो, अनि त्यत्तिकै थियो। अनि घर आएदेखिको सन्चो भएन क्या, भिड दुखेर अनि पखाला चलेर भयो। अनि त्यही भएर चाहिँ त्यत्तिकै दिनभरि भिडियो बनाइन, हिजो भिडियो बनाइन त्यहाँदेखिको। अनि अहिले पनि दिउँसोदेखि चाहिँ स्टार्ट गर्दैछु फेरि हिजोकोमै जोडेर। अनि अहिले पनि अब केही छैन त्यस्तो चाहिँ। अनि अब यस्तो दिन भइरहेछ, अनि त्यही भएर अहिले दिउँसो चाहिँ अनि खाजा खानु पर्यो भनेर चाहिँ अब त्यता गरेर खाएको भिडियो मात्र हाल्ने बेला भयो साथीहरू। अनि अहिले चाहिँ फुलचुङ पनि सुतिरहेछ नि त। अनि त्यही खाजा बनाएर खान आँटेको। यो चाहिँ अन्डा पाक्दैछ, फुलचुङले एउटा खान्छ, म 2टा खाने। अनि अहिले पनि कस्तो भइरहेछ क्या, मार्की लागेर अब कस्तो अघिल्लो पिरो खानु मन लागिरहेछ क्या। यस्तो बेलामा चाहिँ झन् मार्की लाग्दा झन् अघिल्लो पिरो खानु मन लाग्छ नि त। अनि त्यही भएर नि आज चाहिँ अन्डा नि खानु पर्यो भनेर चाहिँ अन्डा उसिनिरहेको छु। करेन्ट चाउच अस्ति निको छ रहेको, अब हिजो पखाला छलेर निको भएको। राम्रो खाइदिनु पर्यो, अब यस्तै मिठो हुन्छ यस्तो घाम लागिरहेको बेलामा। अनि ल साथीहरू यस्तै छ, के गर्नु हो भिडियोहरू। अहिले म पकाइसकेर फेरि देखाउँछु हजुरहरूलाई। फाइनली साथीहरू मेरो चाहिँ खाजा रेडी भइसक्यो। अनि यहाँनिर हेर्नु गाजर काटेको छु। अनि यहाँ चाहिँ अन्डा, यो नयाँ अन्डा परेछ कि अलिक किचिक भएछ क्या, अहिले भर्खर मगाएको नि त फर्मबाट। अनि अलिक नयाँ भएर अलिक क्याचक भएछ। अनि यहाँ चाहिँ एउटा मात्र, यो चाहिँ करेन्ट चाउ चाहिँ एउटा मात्र खाएको नि त, एउटा मात्र बनाएको। यहाँ छ मेरो करेन्ट चाउचाउ। अनि अलिक सानो बोल्दैछु, फुलचुङे सुतिरहेछ, अहिले उठ्छ फेरि। अनि त्यही फटाफट खान्छु ल, अहिले फेरि छोरा उठ्यो भने भिडियो बनाउनु दिँदैन। खाएँ ल अब चाहिँ। कस्तो मार्गी लागिरहेछ। खानु त मिठै हुन्छ, के गर्नु।
ल साथीहरु अब चाहिँ यहाँ लट्टे उखाल्नुको लागि चाहिँ आइरहेको छु। यहाँ हेर्नु न पानी नभएर यस्तो बिजोक भएर चाहिँ ओइलेर लट्टे पनि हेर्नु नि। यो मेरो लट्टे उखाल्नु पर्ने घाम चाहिँ अझै यस्तै छ। अहिले कति 4:30 भइरहेछ। अब चाहिँ अलिक मलवा लाग्नु थालो हुनु थालो। अनि त्यही भएर शीतल भएपछि उखाल्नु पर्यो भनेको। अब फेरि बेला गइहाल्छ नि त अहिले। अनि त्यही भएर अब उखाल्नु आँटेको यस्तो छ। लट्टे चाहिँ पानी नपुगेर के गर्नु। फुल्छु हिँड फेरि छेउछेउ अस्ति हाम्रो जस्तै कि। अनि यो त चिनी मलै नहालेर नबढेको कि के भएको यस्तो सानोमा हालेको त देख्छ मेरो क्यामेरामा हेर्नु। आइया देखिरहेको छ। लट्टे यस्तो छ कहाँ पुगेर आएको स्यासा। अनि यो के पानी नपुगेर हेर्नु लान्छ के हो। तपाईँहरूको नि अब हप्ता दिनदेखि त गोड्ने बेला हुने रहेछ त। किराले त हो। यो त निकै बेरसम्म आएको थियो नि पानी। म त बरु अस्ति पार्दै देखेर त हाल्नु। पानी त्यतिकै हो भएर लाउने तल धाउने एउटा कचल्टी भयो। यहाँ बसेर उखाल लु। उखाल त उताको जल खरिगो पो झन्। उखाल उखाल नाकको जराइदेखि कानको जाली डेन्टलमा जाँदा चाहिँ थाहा हुन्छ होला अब त्यो हल्लिरहेको डक्टर सुशान्तमा ट्याक ए के भएको गरेको यो सबै छरेर चुङ्गाले काम पनि दिँदैन त नग जा पर पुगेर डेन्जर हो क्या त्यसैबाट क्यान्सर पनि हुन्छ अरे सबै चिज हाल्नु धेरै त्यसको नाश पानी डाँडामा चाहिँ अलिक छोटो छोटो रहेछ। यो लट्टेमा भनेको छोटै पनि बढेन हुन्छ फेरि यहाँको त अलिक हुलुक्कै बढ्यो जस्तो लागेको। पानी कम परेको पानी अहिले त झन् मल पनि सर्टेज साह्रै मल कहीँ छैन। ए कुमार दाइहरूको चाहिँ पुरानो स्टकको होला नभए त छैन त मल।
मल पनि छैन। त्यो धनुलक्ष्मी दबाई पनि हराएको रहेछ अहिले, दबाई छैन रहेछ। अनि किराले अनि त्यो कसरी उयो गर्नु, किराले अटेर केही किरै मर्दैन। अनि अब यो भाउ बढाउनुलाई सर्टेज भएको नि जहिले तहिले लुकाएर त कहाँ सक्छ। अनि एकचोटि मल नहाली साग एकचोटि होइन, अब यो लट्टेहरूलाई त एकचोटि हाल्दा भइहाल्छ, रायोहरूलाई त अब 2-3। साथीहरू टिपेर सक्यो है लट्टे चाहिँ बल्ल बल्ल। यस्तो सुक्खा भइरहेछ बारी पनि। मामले खानुको लागि टिप्नु हुँदैछ। किन्ने मान्छे अझै आइपुग्यो। फोन गर्दा नि उठाउँदैन, बल्ल सक्यो लट्टे टिपेर चाहिँ। अब लाने मान्छे आइपुग्यो छैन। ओ फुलचुङ भनेको रक रक फेरि। लो खाजा आयो हाम्रो खाजा। दाँतले पर्ने हाम हेर केटाकेटीले के गर्नु, फुलचुङले खाएको होला। सबैजना व्यस्त छ। खै साग लिने मान्छे चाहिँ आइपुग्दैन। ल साथीहरू अब मेरो काम पनि सक्यो। त्यहाँ चाहिँ भर्खर भिडियो इन गर्नु आँट्दैछु। अनि हजुरहरूलाई लट्टेको पैसा थापेको देखाउनु पर्यो भनेको त लट्टे लिनु आउने दाजुहरू चाहिँ ढिला आउनु भयो नि त। अनि अँधेरो भइसकेको छ। अनि त्यही पनि पैसा अहिले फेरि पुगेन अरे, भोलि मात्रै ल्याइदिनुहुन्छ अरे। तर अब भाउ छैन लट्टेको, त्यही धेरै पैसा चाहिँ आउँदैन। र नि जति आएको नि देखाउनु पर्यो भनेको त भएन। त्यही चाहिँ अनि मैले नि बाहिर काम सबै सकेर चाहिँ भिडियो इन गर्न आँट्दैछु। अनि यस्तै छ भिडियो चाहिँ साथीहरू मेरो अहिले चाहिँ। अनि हजुरलाई के कस्तो लाग्छ पुरा भिडियो हेरेर कमेन्ट गरिदिनु नबिर्सिनु होला भन्न चाहन्छु। यहाँ फुलचुङलाई ढकाल्नु खोज्दैछ नि, ढोका ढकढक गर्दैछ। अनि यति भन्दै मेरो च्यानल कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। सब्सक्राइब गरिसकेको चाहिँ अनसब्सक्राइब नगरिदिनु होला भन्न चाहन्छु। अनि यति भन्दै फेरि पनि अब अर्को नयाँ भिडियोमा भेटौँला भन्दै आजलाई चाहिँ बाई बाई साथीहरू।